हेलो एन्ड नमस्ते सबैजनालाई। आज म हजुरहरूलाई केही इम्पोर्टेन्ट इन्फर्मेसन दिन गइरहेको छु। हुन त सबैजनाले अनलाइन ब्याङ्किङ मार्फत पैसा पठाइरहनु भएको छ होला, तर 2026 मा केही नयाँ चेन्जेस आएको हुनाले हजुरहरूलाई म केही नयाँ चेन्जेसहरू बताउन गइरहेको छु। यो भिडियोलाई स्किप नगरी हेरिदिनु होला। सबसे पहिला हजुरले क्रोम ओपन गर्नुहोस्। क्रोम ओपन गरिसकेपछि सर्चमा गएर अनलाइन एसबिआई लेख्नुहोस्। अनलाइन एसबिआईमा क्लिक गर्नुहोस्। अनलाइन एसबिआई क्लिक गरेपछि लगइन गर्नुहोस्। यसपछि सबसे थ्री डटमा गएर राइटको थ्री डटमा गएर डेस्कटप साइटमा क्लिक गर्नुहोस्। यसमा मैले पहिल्यै गरिसकेको छु, हेर्नु होला। हजुरहरूले गरेको छैन भने यसमा क्लिक गर्नुहोस्। कन्टिन्यू टु लगइनमा जानुहोस्। यसपछि हजुरले युजरनेम पासवर्ड हाल्नुहोस्। आइडी पासवर्ड हालिसकेपछि हजुरले यसलाई लगइन गर्नुहोस्। लगइन गरेपछि हजुरको मोबाइलमा ओटिपी आउँछ। ओटिपी यहाँ राख्नुहोस्। ओटिपी हालिसकेपछि सबमिट गर्नुहोस्। सबमिट गरिसकेपछि हजुरको अहिलेको नयाँ अपडेटमा यस्तो योनो एसबिआई खुल्छ। अनि यसमा विभिन्न प्रकारको उसहरू छ। हजुर इन्डिया टु इन्डिया ट्रान्सफर गर्नको लागि यहीँबाट गर्न सक्नुहुन्छ। तर यसमा सबसे लेफ्टको सबसे टपमा हेर्नुहोस्, स्विच टु ओल्ड भ्यू भनेको छ। एकचोटि यहाँ क्लिक गर्नुहोस्। त्यो गरिसकेपछि यहाँ स्विच गर्नुहोस्। स्विच गरिसकेपछि हजुरको यो पुरानो जो अपडेट थियो त्यही आउँछ। त्यसमा गएर लेफ्ट साइडको उसमा थ्री डटमा क्लिक गर्नुहोस्। पेमेन्ट ट्रान्सफरमा जानुहोस्। पेमेन्ट ट्रान्सफर गरिसकेपछि हजुरको जो यो नयाँ अपडेटमा आएको छ, यो लेफ्टमा हेर्नु होला। यहाँ इन्टरनेसनल फन्ड ट्रान्सफर भनेर आएको छ, यहाँ क्लिक गर्नुहोस्। त्यहाँ इन्डो नेपाल रेमिट्यान्समा क्लिक गर्नुहोस्। त्यसपछि हजुरको यो सेम पुरानै जस्तो आउँछ। त्यसपछि यहाँबाट हजुरले नेपाल पैसा ट्रान्सफर गर्न सक्नुहुन्छ। धन्यवाद।